वाला पछि सहयोगीलाई उहाँले सातमा वार्डमा आफ्नो वार्डमा हुँदा पनि यो विवाह वार्डलाई पनि उहाँले धेरै सम्झिनु भयो, धेरै माया गर्नुभयो। साथमा आफ्नो वार्ड उहाँको जनप्रतिनिधि भयो म विवाह वार्डलाई पनि म सहयोग गर्छु भनेर उहाँले यस मन्दिरलाई यस वार्डलाई धेरै सहयोग गर्छ। उहाँलाई अहिले सम्बन्धित उहाँलाई आएर पुनः विकास गर्न राख्नु भएको हाम्रा गुरुवर्गहरू र यो विष्णु पुराणलाई एकदम सफल बनाउनका लागि खट्नुहुने प्रसादजीको त्यसको लागि म तपाईँलाई आमन्त्रित गर्छु, धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी तपाईँलाई एउटा विनम्र अनुरोध राखिरहन चाहन्छु भने तम्बक नगरपालिकाको हाम्रो जनप्रतिनिधि भएपछि पनि हामी 7 नम्बरको मात्रै वार्ड अध्यक्ष होइन, हामीले हाम्रो हेर्ने कन्सेप्ट फरक हो। अहिले हाम्रो स्थानीय शासन स्वयं अनुसार हामीले जति पनि तम्बक नगरपालिकामा जनप्रतिनिधिहरू हामी 10 वटा वडाका छौँ सिक्यो। त्यो भनेको एउटा मन्त्रीमण्डल जस्तो हो। त्यो मन्त्रीमण्डलको भएपछि प्रधानमन्त्रीको रूपमा चाहिँ नगर प्रमुख हुनुहुन्छ भने उपप्रधानमन्त्रीको रूपमा चाहिँ हाम्रा उपमेयर हुनुहुन्छ भने 10 वटा वडाका वडा अध्यक्ष 7 नम्बर वार्डलाई मात्रै बनाएर त्यो 7 नम्बर वार्ड क्यापेबल बनाइयो भने 2 नम्बर वार्ड चाहिँ ओजेलमा पर्यो भने त्यो नगरको विकास हुँदैन। त्यो दृष्टिकोणले हामीले सिधो 7 नम्बर वार्डलाई मात्रै विकासको रूपमा लिएर हेर्नु हुँदैन। यो सबै 10 वटा वार्डलाई चाहिँ एउटा परम्परा के छ भने एउटा घरमा चाहिँ एउटा छोराछोरी भयो भने पाल्नै सकिन्छ, खर्चै गर्न सकिन्छ। मान्छेले त जन्म्यो भने जन्मेपछि त्यसले आफ्नो बसेर बस्छ। तर अब अहिले 2 एउटादेखि 3 टा बच्चा जन्म हुँदैन अनि मोबाइल चलाएर घरमा कम्पिटिसन छैन। एउटा बच्चा के गर्छ भने यसैले एउटा घरमा 4 टा 5 टा के कम्पिटिसन हुन्थ्यो भन्ने हिसाबले त्यसले गर्दा त्यही बेला उहाँलाई भने तपाईँले एउटा खासै काम तयारी गरेर मेरो व्यक्तिगत हैसियतले विशेष गरेर पैसा हालेर धेरै हाँसी हामीलाई चिप्ल्याउनुहुन्छ। त्यसले गर्दाखेरि कहिले कहिले साथीहरू देख्न सक्नुहुन्छ साथीहरू अब हामी घर जान लागिरहेको छौँ। घर आँटिरहेको हामी चाहिँ यति बेला साथीहरू हेर्नुहोस् यति बेला म घर जान लागेको र उडान सकियो। अब भरेदेखि स्टार्ट हुन्छ फेरि, त्यही भएर घर जान लागेको। अहिले चाहिँ भोक लागिरहेको छ, अब घर टाढो जानु त्यही भएर अब एकछिनपछि आउनुपर्छ साथी। अहिले म आएको, अब घर पुगेपछि तपाईँलाई फेरि भेट्नुहुन्छ है त। बाई बाई गाइज। हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला होइन? साथीहरू हेर्नु सक्नुहुन्छ मैले तपाईँलाई हामीलाई अघि भनिसकेँ म पुराणमा गएको थिएँ भने साथीहरू र त्यसको साथमा तपाईँ सन्चै हुनुहुन्छ होला होइन? म पनि सन्चै नै छु। भन्दा पनि यस्तो घाममा हामी कलश यात्राबाट बल्ल बल्ल आइपुग्यौँ घरमा र तपाईँहरू सन्चै हुनुहुन्छ होला होइन? म पनि सन्चै नै छु।
र अहिलेसम्म अब होइन अब घाममा हिँडेर पनि सन्चै नै भएर आइरहेको छु र त्यसकै साथमा म तपाईँहरूलाई म बताउन चाहँदैछु आज पुराणमा स्पेसल के बुझ्न पाइयो भनेको कुरा र पुराणमा हिँडेपछि धेरै कुराहरू बुझ्न पाइँदो रहेछ तर अल्छी पनि लाग्दो रहेछ किनकि अब उनीहरू भाषण दिइरहेको छ अनि अब आफूलाई आँखा चिम्लिराख्नु मन लाग्छ तर के छैन साथीहरू अब भोलि म बिटामोडको यात्रा गर्दैछु भोलिको भ्लगमा भोलि नि देखाउनेछु है त।